यो चाहिँ चियापत्तीकोबाट है हामी चाहिँ प्रायः जस्तो चाहिँ चियापत्ती चाहिँ किन्दैनौँ घरकै चियापत्तीहरू नै खान्छौँ हो आफ्नै बारीमा भएकै एकदम अर्ग्यानिक यो चाहिँ टक्कै कटिङ गरिराख्ने हो अहिले चाहिँ अब अलिकति पछाडि चाहिँ मुना आउँछ डल्लै यो तपाईँहरूलाई म पछि चियापत्ती टिप्ने बेलाको भिडियो तपाईँहरूलाई म देखाउँछु ल ढुङ्गा एउटा अजिब भन्दा पनि हेर्नु न यो जुन चाहिँ यो टुप्पोमा अड्केको ढुङ्गा छ नि यो चाहिँ एकदम लड्छ जस्तो देख्छ हामी यो माथि चढ्छौँ पनि हो तपाईँहरूलाई मैले भिडियो देखाएको थिएँ नि पहिला पनि घाम ताप्ने हाम्रो यो माथि डाँडा हो यो मन्दिर चाहिँ हामी के दाउराहरू गरेर राखेँ मसिनोलाई दाउराहरू काटेर मैले गोरुहरू एउटा गाडी थिएँ अहिले मैले कम तपाईँलाई देखाउँछु यो ढुङ्गा चाहिँ नजिकमा चाहिँ कस्तो छ भन्दाखेरिलाई देखाउँछु तपाईँलाई ल लगेर लामी छ नि त पानीहरू पर्दाखेरि हामी पहिला बस्थ्यौँ है भित्र एउटामा अहिले चाहिँ पुरा झाजङ्गल भइसकेपछि यस्तो टाइपको छ म चाहिँ हेर्दा चाहिँ लड्छ जस्तो देख्छु ढुङ्गा चाहिँ लड्दैन त अहिले म टुप्पोमा गएर देखाउँछु तपाईँलाई खिचेर क्यामेरा एउटामा छैन त दामी देखाइदिँदै यहाँभित्र चाहिँ यस्तो छ बस्ने ठाउँ यसो हेर्नु त कस्तो दामी छ हेर्नुहोस् न हाम्रो पहिला दाउराहरू राख्ने ठाउँ पत्कर राख्ने ठाउँ यहाँ हो पत्कर राख्यौँ गाईहरूको लागि हो यस्तो छ मुनि चाहिँ यहाँ मेरो गाई भनेर किलो यहाँ रिसायो समा यहाँ के भएको मैला यो ढुङ्गा त आसमान चाहिँ ठुलो छ यस्तो टाइपको छ यस्तो टाइपको छ तपाईँहरूलाई म त्यो ढुङ्गाको टुप्पोमा गएर देखाउँछु हेर्नु ल तपाईँहरूलाई के देखाउँछु भने चाहिँ नि सानोको सम्झनाहरू एकदम क्या दिलाइदिन्छु ल एकदमै हामीलाई त्यो के हो चिन्नुहुन्छ ढेँडो फुले पहिला हामी यो चाहिँ भयङ्कर यस्तो चाहिँ खाने गर्थ्यौँ मसिनो क्या सानोमा चाहिँ खाइहेर्छु ल अमिलो हुन्छ नि त यता भोक लाग्दैमै खान्थ्यौँ कोकोलाई यता हेर्नु सानो मसिनोको जग्गामा गएर गुराँस ढेँडो फुलेहरू खाएर नि है भोक्टा थियो है त्यो सम्झनाहरू एकदमै अझै पनि छ अझ देख्दाखेरि पुरा सानो मसिनो पुरा भयो चाहिँ मेरो यहाँ चियापत्ती फाड्ने काम हुँदैछ परसम्म नानी पनि छ परसम्म यो त्यो योहरू सबै फाड्ने हो यहाँ तल पनि छ यिनीहरूलाई पनि फाड्छु अब